गाइजहरु यसलाई चाहिँ हैन अलिकति ठाडो भाषामा भन्नुपर्दा चाहिँ पुल्ली काम भन्छ गाइजहरु हैन। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। स्वागत छ तपाईहरुलाई मेरो न्यू भिडियोमा। आज चाहिँ म साथीहरु हैन काठमाडौँको यो बिग सिटी ठमेल साइड नजिकै चाहिँ छु हैन। अनि यहाँ वरिपरिको भ्यूहरु चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ। अनि अहिले चाहिँ मैले चाहिँ साथीहरु हैन भिडियो चाहिँ 1 महिना जति भएर नहालेको चाहिँ, अनि तर पनि ठिकै छ। अब समय मौका मिलेदेखि म हाल्दै गर्नेछु। अनि त्यसपछि अहिले चाहिँ मैले यस्तै घरहरू चाहिँ बनाउने काम गरिरहेको कारणले गर्दाखेरि अहिले मैले भिडियो पनि हाल्न पाएको छैन हैन। अनि त्यही हो, आज चाहिँ फ्री भएर चाहिँ मैले भिडियो हालेको छु। अनि हाम्रो वरिपरिको भिडियो चाहिँ चट्ट लाएर चाहिँ हेर्न सक्नुहुन्छ तपाईहरुले। त्यो सिधा परेको चाहिँ ठमेल हो साथीहरु हैन। अनि यतातिर चाहिँ यो तलतिर फुटसलहरु पनि खेल्दै रहेछ। यहाँ यस्तो छ है, एकदमै रमाइलो छ। सहरहरु हेर्न सक्नुहुन्छ तपाईहरुले है। चट्ट लाएर यतातिर रमाइलो छ, एकदमै बबाल छ। भ्यू चाहिँ बबाल आइरहेको छ हैन। अनि यतातिर चाहिँ बस पार्क पर्छ साथीहरु। चराहरु पनि क्या मजाले उडिरहेको छ कि यतातिर। हाम्रो चाहिँ एकदम बबाल राइड छ आजको चाहिँ। भाइले राइड सकेछ हैन। अनि चाहिँ जानेको ट्रेन हाइवेको बाटोबाट सिधाको हामी चाहिँ हैन। यसले चाहिँ हाम्रो यहाँ आजको अहिले चाहिँ 7 बजिसक्यो। अनि त्यसपछि अहिले हामी चाहिँ अब हाम्रो यतातिर चाहिँ दिएको रन झन्दै छ है। ओहो जान हान्नुको जानुपर्छ के हो गाइस। एउटा त्यो कसरी छिर्ने यत्रो बाटो छ होइन। गाडीहरू उताबाट छिर्ने बाटै छैन यहाँ। रात्र पछि चाहिँ क्या दामी दामी। ओहो सक्यो यार। कति साह्रो भिड हो क्या, कति साह्रो भिड हो यार। कहीँ छिर्नै सक्ने नसक्ने अवस्था छ क्या आमामा। यो झन् यो ठमेलको साइडतिर हेर्नुपर्छ है। खपी नसक्नुको हुन्छ यार गाइस। यस्तै छ है हाम्रो साँझको राइड चाहिँ। अब चाहिँ खुल्ला आयो गाइस। अब चाहिँ मजा आउँछ माटोले। यो हेलमेट पनि डेन्जर छ फेरि माट टोक्ने यो पाराको है। अनि बाइक राख्ने ठाउँ चाहिँ यो हो। यतातिर अब जाउँ न हामी यता पल्लोपट्टि साइडतिर हेर्दै हैन। अनि यस्तै छ साइडहरु चाहिँ को छ यहाँ सक्नुहुन्छ तपाईहरुले। साइडहरु यस्तो छ। काम गर्ने यस्तो हो साइड चाहिँ हैन। तरकारी पकाएर चाहिँ यसलाई चाहिँ टक्क झोलाल्नु पर्ने हुन्छ है। तर लाएर टक्क त्यस्तै हुन्छ है। यति हालेपछि हाम्रो चाहिँ चट्ट तरकारी बन्यो है। एनिवे गाइज, हामीले चाहिँ यहाँ खाना चाहिँ टक्क भेला गरिसक्यौँ हैन। यो खाना चाहिँ पस्किसकेको छु मैले चाहिँ। तरकारी चाहिँ यस्तो छ है गाइज। अहिले चाहिँ रातिको 9 बजेको छ हैन। र हाम्रो स्त्री लम्पट हेड मिस्त्री दाइ चाहिँ यहाँनिर पुरै बाल्ला लोड गरिरहनु भएको छ हैन। हाम्रो मेन हुन्छ गाडा ठेल्दै हुन्छ हाम्रो अभिषेक भतिज हैन। अनि जस्ट यहाँनिर चाहिँ भइसक्यो। अनि पुरै अहिले चाहिँ पानी परिरहेछ हैन। अनि पानी परेर चाहिँ यस्तो छ। अहिले भर्खरै पानी रह्यो है। अनि उहाँहरूले चाहिँ हान्नु हुँदैछ यसरी। यस्तै छ हाम्रो चाहिँ आजको रातिको अवस्था चाहिँ है। अनि अभिषेक भाइ चाहिँ पुरै भिजिसकेको छ यार। लाट्रक्कै भिजेछ यार। के छ दाइ, अरू सबै ठिकठाकै छ नि हाम्रो भनौँ न है। बवाल छ है। गाडी पुरै आइरहेको रहेछ यताबाट साइडबाट यसरी काट्नुपर्ने छ हैन। यस्तो छ गाई चाहिँ।
कतारको 150 डिग्रीको घाममा काम गर्नु भन्दाखेरि बरु राति 9-10 बजीसम्म यसरी काम गर्नुको छुट्टै आनन्द छ है। आनन्द छ हो कि होइन दाइ? एकदम बवाल केटिएमको काठमाडौँमा कान्छीलाई घुमाउँछु म ठमेलो बजार है। अनि हाम्रो दाइले चाहिँ ल्याम्दिनु हुँदैछ यहाँनिर चाहिँ बालो होइन गाइजहरू। यसलाई चाहिँ होइन अलिकति ठाडा भाषा भन्नुपर्दा चाहिँ पुल्ली काम भन्छ गाइजहरू होइन। अनि हामीले त्यहाँनिर चाहिँ त्यसरी गरेर राति भए पनि होइन त्यसै गर्नुपर्छ। दिनभरि चाहिँ माड सोध्ने होइन, दिनभरि 12 घन्टा गर्ने अनि त्यसपछिबाट राति चाहिँ बाटो काम गर्छौँ। चलान भयो नि त दाइ क्यामेरा हरियाको देखाउँदै त यहाँ हेर्न सक्नुहुन्छ होइन। मैले साइडको बनाइदिइसकेँ यहाँनिर चाहिँ है 12 घन्टा काम गर्दा फाल्टै एक्स्ट्रा। म चाहिँ यो नेपालको टप 10 नम्बर 1मा पर्छु है गायकमा पनि सङ्गीतकारमा पनि। कोही सिक्न इच्छुक हुनुहुन्छ भने आउँदा हुन्छ। ल डान्स हाल्नु छ भाइ तिमी अलि यता दाहिने नजिक गर। चले पुछ रहला यो मके गाडीमा। हेलो अहिले चाहिँ पुरा कालो नीलो आकाश भइरहेछ होइन। त्यही भएको कारणले गर्दाखेरि अहिले चाहिँ पुरै आकाश पनि धुम्म भएको छ, पानी पर्न लागिरहेछ। अनि मैले कपडाहरू चाहिँ कौसीबाट चाहिँ झार्न लागेको हुन्छ। अनि आजको भिडियो चाहिँ के कस्तो लाग्यो सो प्रतिक्रिया दिन सक्नुहुन्छ। हुन्छ मेरो सम्पूर्ण युट्युब फ्यामिलीलाई बाइ बाइ गाइज।